हेलो एभ्रिवान, म चाहिँ आज ब्याङ्कमा सानो काम परेको थियो, त्यसैले म चाहिँ ब्याङ्क आएको छु। र सबैभन्दा पहिला चाहिँ स्वागत छ हजुरहरूलाई आजको मेरो डे 4 मिनी ब्लगमा। र ब्याङ्कमा चाहिँ के कामले आउँछन् भनेर हजुरहरूले थाहा पाइसक्नु होला। र मैले चाहिँ ब्याङ्कको काम सकिसकेँ अनि हामी चाहिँ बिहानै आएको थियौँ र खाजा खानको लागि हामी चाहिँ एउटा होटेलमा आउँछौँ। अनि होटेलमा आएर चाहिँ हामी एकछिन कुरा गर्छौँ र खानाको लागि अर्डर गर्छौँ। हामीले चाहिँ चाउमिन अर्डर गरेको थियौँ। हामी चाहिँ 3 जना दिदी-बहिनी एकदम रमाइलो गर्दै थियौँ होटेलमा पनि। केही छिनको रमाइलोपछि हामीलाई चाहिँ चाउमिन आइपुग्छ र चाउमिन खान थाल्छौँ। यहाँको चाउमिन चाहिँ मलाई एकदमै मनपर्छ। चाउमिन खाएर हामी चाहिँ बिल पे गर्छौँ र कान्छी बहिनीहरूको घर आउँछौँ। कान्छी बहिनीकोमा आएर चाहिँ हामीलाई चाहिँ एकदम राम्रो स्वागत हुन्छ। चिया र डोनट बनाएर दिन्छे र चिया डोनट खाएपछि हामी केही समय कुरा गर्छौँ र हामी चाहिँ दिदी-बहिनी धेरै दिनपछि भेटेको थियौँ। हामी चाहिँ यस्तै हो जहिले पनि एकदम रमाइलो गर्छौँ दिदी-बहिनी र खाया पिया रिस्ता खतम भन्दै हामी चाहिँ घरतिर जानको लागि रेडी हुन्छौँ। भिडियो अन्तसम्म हेर्नुभएकोमा हस्त धन्यवाद।